सबैजनामा नमस्ते, म कमल मगर। सबैको चासो र चिन्ताको विषय रहेको थियो नेपालका पूर्व कप्तान मानबहादुर श्रेष्ठ नेपाल फर्किएका छन् र उनीसँगै राजेन्द्र बिष्ट पनि नेपाल फर्किएका छन् र सबैले अनुसन्धान गरेको विषय उनी दुई खेलाडीले आर्मीबाटै खेल्छन् कि टिप्टोबाट खेल्छन् भनेर यो विषयमा थोरै जानकारी दिन आएको छु। यो विषयमा चाहिँ सर्वप्रथम मानबहादुर श्रेष्ठको चाहिँ छोटो बसाइ हो, किनभने सायद कारणवश उनले खेल्न चाहेको भए खेल्थे होला, तर समय अभाव नभएको कारणले गर्दा एनबिए कप सकिनुभन्दा अगाडि नै जानुपर्ने भएकाले मानबहादुर श्रेष्ठ आफ्नो व्यक्तिगत कामको हिसाबले नेपाल आएका हुन् र त्यसैले मानबहादुर श्रेष्ठले एनबिए कपमा कुनै पनि टिमबाट र कुनै पनि क्लबबाट नखेल्ने भएको जानकारी गराउन चाहन्छु। हस्त, धन्यवाद।